आज चाहिँ म लागेँ हाम्रो बारीतिर। बारीमा चाहिँ यो वर्ष चाहिँ घिरमला एकदमै फल्यो होइन, निकै नै खायो हामीले। बिचमा घिरमला खाएर वाक्काटिक्क पनि लायो, अनि 2-3 दिन मात्रै खाएको थिएन। म गएर टिपेर लिएँ। साइडमा फुल पनि फुलिरहेको रहेछ, अनि ल्याएर म टक्क भगवान्लाई चढाएँ। अनि चढाइसकेपछि म लागेँ मेरो ब्लु टीतिर। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो माई नेम इज प्रिया। म चाहिँ यो नयाँ युट्युबर हो। भिडियो पनि धेरै हालेको छैन, हल्का फुल्का मात्रै हालेको छु। यो मेरो 100 डेज डेली फुड च्यालेन्जको आज चाहिँ डे 7 हो। डे 7मा चाहिँ मेरो यस्तो भयो। कस्तो मिठो भएको कि हेर्दाखेरि नराम्रो देखे पनि। टिमुर हालेको टमाटोको चटनी, हरियो खुर्सानी, अनि त्यसपछि घिरमला अदुवा र घिउ हालेर चट्ट बनाएको। यस्तो मिठो थियो कि हेर्दाखेरि ठिकै देखाइन मिठो थियो। अनि मेरो छोरी रिसायो, अनि बाबा चाहिँ ल आऊ माम खाना भनेपछि आयो, खायो। अनि त्यसपछि भयो, चाहिँ त्यति भएपछि भुल्यो। सो यति बेला चाहिँ भइसकेको थियो, खाना खाँदा भइसकेको थियो 12:30। अनि त्यसपछि हामी गयौँ हजुरआमालाई भेटेर अनि फर्केर आउँदाखेरि चाहिँ बाटोमा चाहिँ यस्तो राम्रो हरियो धान भइरहेको रहेछ कि कस्तो पनि रोपेको होला। अनि यति बेला भइसकेको थियो 4:30। अनि सानो भिडियो लिएँ मैले चाहिँ। घर आएपछि म लागेँ भाटबटिनीतिर। भाटबटिनी गऱ्यो, माथि गएर हेरेको थिएँ, तल हेर्दा यस्तो। त्यसपछि हामी लाग्यौँ चाहिँ लिफ्टमा गएको। ल मेरो छोरी ल अरे यत्तिकै यस्तो नक्कली छ भने एक्टिङ पारी बोल्ने कि। अब यहाँ चाहिँ लागे दाजु र बहिनी यता हेर्न, यता चाहिँ हाम्रो मेरो सानो बहिनी, अनि उनीहरू चाहिँ ट्राई गर्दैछन् है। ल चट्ट राम्रो देखेकी छिन्। यो त उता जाँदाखेरि के अरे लुम्बिनी अनि सो साथीहरू, मेरो चाहिँ भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मलाई एकदमै सब्सक्राइबको जरुरत छ। सब्सक्राइब गरिदिनु होला। म यो भिडियो धेरै राम्रो बनाउनु पनि जान्दैन, बोल्न पनि पहिलाभन्दा अलिकति इम्प्रुभ भएको हो कि जस्तो चाहिँ भइरह, तर त्यस्तो राम्रो चाहिँ भएको चाहिँ छैन। अब आगामी दिनहरूमा चाहिँ म राम्रो भिडियोहरू लिएर आउँला, बोल्नु पनि राम्रो बोलाउँला। त्यही हो। त्यसपछि हामी बाटबटिनी गएर आइसक्रिम खाने भनेर खाएँ। त्यसपछि 7:30 भइसकेको थियो। एकछिन ग्राउन्डमा उफ्रियौँ भनेर त्यहाँ गयौँ। दुईजना चाहिँ खेलेँ, रमाइलो गरेँ। त्यसपछि हामी घरतिर फर्कियौँ। सो भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। म फेरि अर्को भिडियो लिएर आउँदा एकदमै रमाइलो इन्ट्रेस्टिङ तरिकाको भिडियो लिएर आउनेछु। सो हामी भेट हौँला अर्को भिडियोमा। यति भन्दै म आजलाई बिदा लिन्छु। हस्त दर्शन नमस्ते।